हेलो गाइस, वेलकम ब्याक टु माई भिडियो है। र म चाहिँ आज मन्डे हो र त्यो अहिले अलिअलि खाजासाजा खाएर आएको बजारबाट है। आज पनि धेरै गरम छ यता चाहिँ। र म चाहिँ खाजासाजा खाएर आएर हाम्रो चाहिँ आज मन्डे घरमा त्यस्तो खाँदैन है। सबैले प्राय बजारमै कचर खान्छ। मन्डे चाहिँ तर आज बाबाले चाहिँ घरमै खाने भनेर मैले बाबालाई चाहिँ अघि नै भात सब्जी अचारहरू बनाएर दिएँ है। र मैले पनि दोकानमा यसो थुक्पाहरू खाएर आएँ र त्यही हो। अब म चाहिँ यहाँ यो चाहिँ मेरो गोरुको लागि डगी छ, डगीको नाम चाहिँ गुरु राखिदिएको है। यसले चाहिँ यसको मासु सकिरहेको छ र दाल थियो है। अहिले दालसँग भात दिनु गइरहेको छु। कराउँदैछ, त्यही अनुसार भोक लाग्यो होला, त्यही भएर ल एकछिनमा भेट्छु। र अब चाहिँ तातो म चाहिँ डगीको दाल लिएर जाँदैछु है। चाहिँ हामी गुरु खाना खाने बोल हो है। यसमा चाहिँ हामी भात सब्जी लाएर दिन्छ। र म चाहिँ लिएर जाँदैछु अब है। यसको नाम चाहिँ हो गुरु 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 गुरु। हात दे यहाँ छिटो, हात दे हात दे हात दे। गुड गुड हेर्ने उठाउन खोज्छ है गाइस यो चाहिँ। ल जा भात खा छिटो। जाका गुरुले चाहिँ खाँदैछ। त्यही हो, तपाईँहरूलाई एकछिनमा भेट्छु ल। र मैले चाहिँ भात पनि दिइसकेँ। अब चाहिँ म एउटा भाँडा धुन्छु है। तपाईँलाई मेरो सौदा गर्नु पनि जानु छ बजार। र अब चाहिँ म सौदा गर्न जान्छु है। बजारमा म भिडियोहरू गर्नु सक्दिनँ, त्यसै त गरम छ। गरममा है झोला पुग्दा के गर्दा सौदाहरू पुग्दा ठिकै हुन्छ है। त्यही भएर तपाईँहरूलाई के कस्तो लाग्छ आजको लागि यति नै है। तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् ल भन्दै आजलाई यति नै। बाई बाई।